कति छिटो अर्को बोयफ्रेन्ड बनाएको रे स्याठा त मरेको हो र 13 दिन बार्नको लागि म त आजकलको बुढाबुढी देखेर त छक्क पर्छु के यो समयको खेल त होला नि हैन यो बहिनीहरुको उमेर जतिमा त मैले ओछ्यानमा तिन्थे बिहान मम्मीले चाहिँ यो ढुङ्गे धारामा तन्ना लगाएर धोएर ल्याउँछस् कि तेरो खुट्टामा सुटा भन्छ नि भनेर भन्थ्यो हैन धोएर ल्याउनु पनि किनभने भरे सुकेर फेरि राति फेरि ओछ्याउनु पर्ने गाह्रो छ नि त बिहान चाहिँ नि के अरे कुच्चोको छाप परिन्छ खुट्टामा बोदी भेट्दै अनि चाहिँ गएर धुइसुई गरेर ल्याएर सुकाउनु पर्थ्यो क्या अहिले म ओछ्यानमा कहिले कहिले खुस्किन्छ नि